साथीहरू नमस्कार। यो देख्नुहुन्छ यो पिपलको रुख हो। मैले लिएर आउँदा सानो थियो, अहिले यो ठुलो भइसकेछ, हल्का बढेको छ। आज म यो पिपलको बोनसाई एउटा नयाँ तरिकाको बोनसाई बनाउन गइरहेको छु। तपाईँ देख्न सक्नुहुन्छ पिपल। मसँग यहाँ एउटा बुद्धको एउटा मूर्ति छ। म यसलाई यसको जरामा गाडेर जराभित्र चाहिँ यसलाई चाहिँ एङ्गलमा चाहिँ बनाउन चाहन्छु। सो अहिले चाहिँ म यसलाई यहाँबाट देख्न सक्नुहुन्छ जरामा निकै पातहरू पलाएको छ। यसको जरा एकदम फैलिएको छ र यो एकदम जरा लामो पनि छ। मलाई थाहा छ, किन भन्दा यो ल्याउने बेलामा मैले ल्याउँदाखेरि चाहिँ यो एकदमै लामो जरा भएको चाहिँ थियो यो रुख है। देख्न सक्नुहुन्छ यो यसको जरा एकदमै फैलिएको छ, लामो छ। सो यसको जरामा म अहिले चाहिँ हाम्रो यो बुद्धको यो मूर्तिलाई राखेर यसलाई चाहिँ बोनसाईको सुरुवात गर्न चाहन्छु। पहिला यसको यो हटाइदिउँ माटोहरू। कति छ यसको जरा, निकै फैलिएको हुनुपर्छ, किन भन्दा मैले अस्ति ल्याउँदाखेरि सानो थियो, त्यति बेला पनि जरा चाहिँ एकदमै लामो थियो यसको। यसरी यहाँबाट तान्नुपर्छ हामीले बिस्तारै बिस्तारै। यसरी गरेर हामी चाहिँ सबै पातहरूमाथि तान्छौँ र यो शालिगलाई, यो मूर्तिलाई हामी यहाँबाट पूर्ण रूपमा माथि पुर्याउँछौँ, ताकि अब यो बिरुवामा यसरी गाड्दा यो बिरुवालाई हामी यसरी राख्छौँ र यो शालिग यहाँसम्म छ, हामी माटोले यहाँसम्म पुर्नेछौँ है त। हामी अब यहाँबाट फेरि माटो फिल गर्नेछौँ।
अलिक धेरै पर पनि जानु भएन र बिरुवा धेरै पर जानु पनि भएन। हामी यहीको माटो यो प्रयोग गर्छौँ, किन भन्दा यो हल्का राम्रो छ यो माटो। ल अब हामी यसरी रिपोर्ट नै गऱ्यौँ भनौँ होइन। अब यसलाई थोरै टाइट गर्नु छ। यहाँ मूर्ति पनि फिक्स भइसकेको छ अब होइन। देख्न सक्नुहुन्छ मूर्ति पनि फिक्स भइसकेको अवस्था छ यहाँ। प्लस यो माटो अझ पुगेको छैन, यहीँबाट खोल्दैछु र यसलाई म टाइट गर्दैछु। किन भन्दा मैले यहीँको माटो किन प्रयोग गरेको छु भन्दा यही माटोमा हुर्किएको छ यो। प्लस मसँग अहिले हाल्ने माटो चाहिँ अलिकति गिलो छ। हामी यसमा अर्को जुन नयाँ माटो छ फुल गर्छौँ हामी यहाँ, बाहिरबाट चाहिँ यो माटो दिन्छौँ हामी। यो मलिलो माटो हो तर पानीले भिजेर अलिकति डल्लो परेको छ। टाइट गरिदिन्छौँ। अब यसलाई अब हामी के गर्छौँ भने थोरै यो हाँगाहरू पातहरू हटाइदिन्छौँ। अनावश्यक पातहरू अहिले चाहिँ हामी हटाइदिन्छौँ। र यहाँभन्दा माथि यो आवश्यक पनि छैन। हामी यसलाई अहिले यहाँबाट मूर्ति आउँछ, यहाँबाट हाँगा पलाउँछ होइन, तर हामी अहिले यहाँबाट चाहिँ हटाइदिन्छौँ। अब यो बिस्तारै तपाईँको पलाउँछ है। अब यो बिस्तारै पलाउँछ यहाँबाट, अनि यो हाँगा पलाउँछ, यो चौतारा जस्तो यता यता फैलिन्छ भने होइन। यो हाँगा पछि अलि राम्रो देखिएन भने यो पनि हटाइदिन्छु मैले। अनि यहाँ तल जरामा चाहिँ मूर्ति रहनेछ र पछि हामी त्यसलाई फेरि
रिपोर्ट गर्ने बेलामा माथि निकालेर त्यसलाई चाहिँ टक्क जरा मा चाहिँ मूर्ति भएको चाहिँ बनाउने चाहिँ हाम्रो योजना छ। र यो आजको भिडियो कस्तो लाग्यो लाइक सेयर कमेन्ट गर्न नबिर्सनु होला भन्दै अहिलेको भिडियोबाट पनि बिदा चाहन्छु। हस्त नमस्ते, शुभ दिन रहोस्।